यो चाहियो माया तिमीलाई खालि माया गर्दैन माया गर्दैन भनेर कस्तो रिसाइछ कहाँ गर्छस् त जाँठाले माया टाइम दिन्न अरे अनुहार कस्तो छ म यसरी दिन्छु त अब जब ड्युटीबाट बच्चा जन्मियो नि बच्चा जन्मिसकेपछि त इति गर्दै घृणा बढ्दै गयो क्या यत्रो बढ्दै गयो घृणा होइन आज तिमी छैन माया दया माया भन्ने कुरा छैन जाँठालाई तिमी नै आफै थाहा भन म ड्युटी गर्छु 12 घन्टा ड्युटी गर्छु काम गरेर थाकेर आउँछु अस्ति अलि ठिकै छ गरे भए म त्यो भए त घिन मानेर कन्नु फर्काएर सुत्ने त्यहाँ अघि पछि फेरि त्यो घोज्ने बिहे रातको 12 बजे 2 बजे 3 बजे 4 बजेसम्म झगडा गरेर बस्या हुन्छ कि उयो घोज्ने बिहे होइन म ड्युटीबाट थाकेर आउँछु ड्युटीमा धेरै काम हुन्छ त म छुई भए बेलामा मात्रै ड्युटीबाट थाक लाएँ बुढीमा थाके भनेर कन्नु फर्काउने अघि पछि त्यो 3 बजेसम्म त्यो लडाइँ झगडा के हो त्यो अहिले पनि के हो यो के हो यो 2 बजेसम्म माया भन्ने कुरा हमेसा गाडा हुनु पर्यो कि कहिले माथि चढाउने कहिले तल डाउनमा राख्ने त्यो होइन नि अब तैँले भन्छ टाइम दिन्न टाइमको कुरा होइन घृणा चलिरह यस्तै पारा नि मुझे दिवस देऊ त्यही दिवस दिएको पैसाले म आफ्नो छुट्टै घर हाल्छु म आफ्नो छोरो जहाँ लगेर पाले बाबा डिभोर्स दिएको पैसाले चाहिँ घर हाल्ने अरे बाबा हो र डिभोर्स दिएको पैसाले पनि घर हाल्ने जीवनभर यो जाँडा यो लोग्ने छोराको जातलाई म कटेर राखिदिन्छु जीवनभर म बिहा नगरी बस्छु अब झाली एउटै पोइले सताएर दिनरात त्यस्तो पनि खुरक लाएर डिभोर्स गर मलाई घर चाहिन्छ एउटा त्यो डिभोर्सको पैसाले घर हाल्छु बस्छु कि मेरो यत्रो चोरियो जाँडा पुरै राति भएछ पुरै रिसले चुर भएछ रिस उठ्दैन त खालि टाइममा आएन गरे टाइम शङ्का मानेर पऱ्यो शङ्का ए बाबा म टाइममा अब तिमीलाई पनि थाहा छैन मलाई ड्युटी हार्ड छ हार्ड होस् त लाड होस् त मलाई के मतलब हार्ड ड्युटी गर्छु हार्ड ड्युटी कहिले ढिलो हुन्छ कहिले छिटो हुन्छ ड्युटीको कुरा होइन नि यहाँ मैले ड्युटीको कुरै निकालेको छैन झ्याक नै मैले ड्युटीको कुरै निकालेको छैन कुरो बुझ्छु म त टाइम दिने गरे टाइम दिन गएर मैले टाइमको पनि कुरै निकालेको छैन के कुरा चाहियो त तँलाई अहिले भुद्राको कुरो निकालेको छु मैले टाइमको कुरै निकालेको छु कहीँ खालि माया मैले भने कि म त्यो फर्किया बेलामा कन्नु फर्काएर किन बस्ने म थाकेँ भन्ने मलाई अल्छी लाग्यो मेरो खुट्टा मालिस गर भनिदिने कन्नु फर्काएर उहाँ तेर्सी पर्ने अघि पछि त्यो 3 बजे कहिले त 4 बजे हुन्छ कि त्यो लाजको पत्यारो त्यो 4 बजेसम्म कचकच त्यही बिहे त्यो घोज्न पाइन भनेर